हेलो गाइज नमस्ते हजुरहरू सम्पूर्णमा आज पनि फेरि तपाईँहरूको समक्षमा एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र नयाँ भिडियो भन्दा पनि के भन्नु नयाँ त है यो चाहिँ पुरानै भिडियो हो र आज चाहिँ मैले ग्यालेरीमा हेर्दै जाँदाखेरि चाहिँ यो भिडियो देखेर आज चाहिँ एकदम ज्यादा घाम लागिरहेको छ नि त त्यही भएर चाहिँ यो भिडियो मैले आज हाल्छु भन्ने सोच भएर चाहिँ मैले यस भिडियोलाई तपाईँहरूको समक्षमा हाल्न आँटिरहेको छु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो साथीभाइहरू होइन हामी सबैजना खोलामा गएर चाहिँ होइन इन्जोय गरिरहेको छौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ चाहिँ क्रिकेट खेल्नु गएको खासमा चाहिँ हो क्रिकेट खेल्दैन चाहिँ हामी क्रिकेटको म्याच सकेर चाहिँ अहिले भने चाहिँ हामी चाहिँ दुईपट्टिको टिमको केटाहरू चाहिँ होइन स्विमिङ गर्दैछु अर्ग्यानिक स्विमिङ पुलमा होइन दुवा पनि एकदमै राम्रो छ पौडी खेल्ने हेर्न सक्नुहुन्छ यहाँ चाहिँ केटाहरू होइन खेलिसकेर चाहिँ गरम पनि एकदमै ज्यादा चाहिँ तपाईँहरूलाई कहाँनिर हो भनेर सोध्नुहुन्छ होला यो चाहिँ हो लेस खोलामा होइन लेस खोलामा हो तपाईँहरू पनि जान सक्नुहुन्छ एकदमै राम्रो छ स्विमिङ खेल्नेको लागि चाहिँ अर्ग्यानिक स्विमिङ पुल बनाइदिएको हो र हाम्रो मेमे हेर्न सक्नुहुन्छ हाम्रो साथीहरू हेर्न सक्नुहुन्छ यहाँ मिकमार भाइहरू होइन प्रशान्त भाइहरू अरू हाम्रो गाउँ केटाहरू पनि छ होइन म चाहिँ अब अर्कोपट्टिको टिमको केटाहरू पनि सबैलाई चिन्ने गर्छु नि त र यहाँ चाहिँ हेर्ने हो भने चाहिँ हाम्रो जितेन भाइ जो चाहिँ अहिले हाम्रो समक्षमा छैन उहाँ भाइ बितेर गए तापनि है भाइलाई एकदमै धेरै धेरै सम्झना भाइ जानै भए तापनि एकदमै खुसीसँगले बस्ने भनेर चाहिँ मेरोबाट एकदमै प्रार्थना छ है जितेन भाइलाई एकदमै धेरै मिस गरिरहेको छु यहाँ छ निक्लस भाइ यहाँ छ कुशल भाइ होइन केटाहरू पौडी खेलिरहेको छ यस्तै छ जिन्दगी होइन आशा छ हजुरहरूले मेरो छोटो मिनी ब्लगलाई मन पराइदिनुहुन्छ होला ओके बाई बाई सी यु नेक्स्ट ब्लग